5, 4, 3, 2, 1. नेपाल र नेपाली टोलीहरूको लागि यो म्याच एकदमै महत्त्वपूर्ण म्याच हुनेछ। अन्तर्राष्ट्रिय स्तरमा आफ्नो राम्रो पर्फर्मेन्स देखाउने यो स्वर्णिम मौका रहेको छ। यो मौका नेपाली खेलाडीहरूको बेजोड मेहनत र क्यानको अथक प्रयास र नेपाली क्रिकेट फ्यानहरूको भरपूर साथ सहयोग माया स्वरूप यो स्वर्णिम मौका प्राप्त गरेको छ नेपाली क्रिकेट टिमले। र यस खेल मार्फत अब नेपाली टोलीले हिस्टोरिकल मोमेन्ट बनाउने मौका प्राप्त भएको छ, किनभने टेस्ट नेसनसँग यो सिरिज खेल्ने मौका प्राप्त गरेको छ नेपाली टोलीले। वर्ल्ड युनिटी कपमा नेपाली टोलीले अवश्य पनि राम्रो पर्फर्मेन्स गर्दै जित हासिल गर्ने नै छ, त्यो हामीलाई पूर्ण रूपमा विश्वास रहेको छ। र अब खेलाडीहरूलाई हौसला दिन, सपोर्ट गर्न युएईमा भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले अवश्य पनि यही आउँदो सेप्टेम्बर 27, 29 र 30 तारिकको दिन आफ्नो बिदा मिलाएर शारजाहको क्रिकेट स्टेडियममा पुगेर अवश्य पनि हौसला बढाइदिनुहुन्छ भनेर म पूर्ण रूपमा आशा रहेको छु। वेल युट्युब दर्शक महानुभावहरू, आजको भिडियो प्रस्तुति तपाईलाई कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने एक लाइक र च्यानललाई सब्स्क्राइब अवश्य गरिदिनु होला। म भने तपाईहरूलाई युनिटी कपको अन्य म्याचको खेलहरूको बारेमा जानकारी लिएर उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि आज्ञा चाहन्छु। हवस् त, नमस्ते। युनिटी कप हेर्न अवश्य जानुहोला। जय नेपाल।